everyone, welcome back to my vlog. So after long time पछि रोशन भ्लगमा स्वागत छ। आज म कलेजबाट भ्लग स्टार्ट गरेँ। हाम्रो केटाहरु चाहिँ अहिले पनि केटाकेटी रेस्लिङ कार्ड खेलिरहेको छ सबै। अहिलेसम्म खेलेको त हैन। म चाहिँ खेल्दिन हैन हारेर गयो भन्छ म चाहिँ खेल्दिन हैन। हामीलाई चाहिँ पदम सरले म खेल्दिन त हो हैन। त्यही त म खेल्दिन त हैन। पदम सर आउँछ। पदम सर आउने बेला होला। हाम्रो केटाहरुलाई चाहिँ सरले पस्न नदिएर बाहिर बसेको हैन। म पनि हो हैन। पदम सरले के भन्न चाहन्छु भन्न केटा हो। आशिष तै भन्न सुरुमा त खै किन पस्न नदिएको जान सोध ओ वान्डर साने भन्न तिमी केटीहरुलाई पस्न दिए हामीलाई पस्न दिएन हो केटीहरुलाई पस्न नेट त भन्न त बरु कुट्दैन मलाई कुट्दिने तिमी भन लु ओइ निरसी त भन्न ओइ भन्न उ चाहिँ भन्न डर आउँछ उ के भन्नु ल पदम सरले के भन् यसको रोशनले भन हैन अब म के भन्नु भनेपछि अब सरले पस्न दिएन अब हामी नपस्ने ल के गर्नु त सो फाइनल गाइस हामी चाहिँ क्लासमा टपसमा जुन सरले बाहिर बसेर बसेन हैन लकडाउ सबै त छ हैन पारा हामी चाहिँ यता छौं हैन सर आइसक्यो के हो सर आइसक्यो होला सर त मिस्टर लम्मा अनि जर्मनी खै त सर निक्ल्ने सरको एन्ट्रीको लागि भिडियो बनाइदिएको मिस्टर लम्मा एमा कस्तो क्रिमिनल आयो हेलो एभ्रीवन हामी चाहिँ टिफिन भएर बाहिर आइसकेको हैन ल सबैजना बाहिर बसिरहेको छ आजदेखि लगभग 11 को पनि अन्तिम होला भोलि मात्रै बाँकी हो 11 को चाहिँ अन्तिम हो हैन अनि त्यही भएर मलाई चाहिँ बर भिडियो बनाउन मलाई दियो अनि क्लास त सक्यो नि त अनि क्लास सकेर भ्लग बनाइदिएको सबै साथीहरु अरु कता छ त बिल्डिङ तिर होला बिल्डिङ दामी आउँदो रहेछ मेरो फोनको क्यामेराले त यस्तो गाइज अब सक्यो हाम्रो 11 पनि हैन 11 सक्यो हैन केटा हो ए खोइ त सक्यो भन्दै कोही बोल्दैन बोल्ने हालकै छैन त्यो भइसक्यो कलेज जाने हो ब्याग बोकेर आएको कलेज हैन अब अनि अब सो घर चाहिँ जाँदैछौँ हामी अब कति भने 4-5 जना आज जहिले 4-5 जना को छुटो आज सिमन दाजु छुट्यो गाइज अच्छा अन्तिममा जाने हामी नै हो अब अन्तिममा जाने हामी नै हो अनि यसो भ्लगमा चाहिँ छाडा बोल्नु पर्यो कुन कन्सेप्टमा कति बेला छाडा बोल्ने भनेको थाहा छैन छाडा बोल्ने त भन्छ हाम्रो भएन केटाहरू त्यही हान्ने पछाडि हानेको होइन गाइड यस्तै हो अब के भन्छ कस्तो अब कलेज पनि अब हेर्छौँ भएर गएर आउनु भयो मजा हुन्छ पैसा छैन त्यही भएर यस्तो हिँड्दै गाइड तर घाम चाहिँ बर लाग्यो वेदर यस्तो छ आज यता जलपाइगुडी बन्दैछ अनि हामी चाहिँ मल बोक्दैछौँ बाबा र म चाहिँ बाबाले मल तान्नु हुँदैछ अनि सो गाइड अब हाम्रोतिर चाहिँ यस्तो काम गर्नुपर्छ है दाल साल कुट्ने सुट्ने मल सल बोक्ने सक्ने गाइस मल बोकेर हालत यस्तो भइरहेको छ खुट्टै यस्तो गर्नुपर्छ काम म चाहिँ टक्क अहिले भिडियो बनाउनलाई चाहिँ टक्क फोन झिकेको यो मल सल बोकेर देखाउनलाई चाहिँ हैन अब ब्लगर भएपछि आफ्नो लाइफस्टाइल देखाउने हो नि त आफ्नो लाइफस्टाइल देखाउनेको लागि चाहिँ यो झिकेको मैले कस्तो हुन्छ काम गर्दा सो फाइनल गाइस टक्क म चाहिँ अहिले हाम्रो ग्राउन्ड आइसकेको छु हैन केटाहरु चाहिँ प्र्याक्टिस गरेर आएको छ हैन अनि प्र्याक्टिस भइरहेछ अनि हाम्रो चाहिँ यहाँ गोल अलिक समस्या भएको छ क्या अनि सबै यता छ केटाहरू खेलिरहेछ अनि यहाँ चाहिँ देख्नुहुन्छ हामीलाई चाहिँ अब यो भिडियो हेरेर तपाईँहरू कसैले गोल दिन सक्नुहुन्छ है हामीलाई गोल चाहिँ एउटा मात्रै छ तपाईँहरूले गोल दिन सक्नुहुन्छ अनि यो चाहिँ अब भगवान भइसक्यो आज यता देखाइदिएको यस्तै छ हाम्रो बिजोक छ रङ्गशाला आत्रो छ रङ्गशाला भएअनुसार बल छैन केही स्टामिनेट छैन हाल्दिनु खेल्दै गर अर्को पनि क्याम खेला भने म एउटा अरु दिन्छु ल अब यताउता पनि भन्नु एउटा चाहिँ म अरु पनि दिन्छु अब फेरि एकैचोटि 4 वटा भनेर विक्रम दाइ भन्छु भरे फेरि म नआउला नदियो सकिला सबै कुरा हुन्छ नि त हैन हो सो फाइनल गाइज हाम्रो चाहिँ एउटा गोल आइसकेको छ हैन विक्रम दाइले गोल दिएर गइसक्नु भएको गोल चाहिँ एकदम दामी छ हैन दाइले गोल दिएर गइसक्नु भएको छ म केटाहरु बल खेल्दैछ हैन आज चाहिँ अब बल खेल्न म हैन मेरो घरमा पनि काम थियो अनि खुट्टा पनि बिग्रेको छ गोल चाहिँ एकदम दामी छ हैन त्यस्तो भए पनि दाइले दिनुभयो एउटा दाइको लागि दाइलाई धेरै धन्यवाद आगामी दिनहरुमा दाइको प्रगति जाओस् हुँदै जाओस् भन्ने कामना गर्दछु हैन हाम्रो लागि एउटा गोल दिनु ठुलो कुरो हो दाइ तपाईलाई धेरै धन्यवाद हुन्छ हैन थ्यांक्स फर दिस वाच भिडियो हैन